So hello, I'm Narisma Rajvanshi. So तपाईँहरू एउटा तपाईँको त्यस्तो लाइफको फेजमा हुनुहुन्छ जहाँ चाहिँ अब तपाईँ यस युआर गोइङ थ्रु एउटा त्यस्तै पेन भनौँ त्यस्तै एउटा नराम्रो सिचुएसन चलिरहेछ लाइफमा अनि प्लस अब तपाईँ एउटा हुन्छ नि बिचारोदेखि तपाईँले माया पाइराख्नु भएको छैन भने के हुँदै जान्छ भन्दा एउटा त्यस्तो नेगेटिभ फेज थ्रु गइरहेको बेला हामीभित्र एउटा त्यो भिक्टिम कन्सियसनेस आइसक्छ कि लाइक किन मलाई मात्र यो भइरह किन मैले मात्र दुःख पाइरह भनेर अब के हुँदै जान्छ भन्दा हामीले नर्मल्ली हाम्रो लाइफमा अब मान्छेहरू भेट्न स्टार्ट गर्दाखेरि पनि हामीले आफ्नो पेनहरू सेयर गर्न थाल्छौँ अनि कता कता हुन्छ नि अरूले अब तिमीलाई त यस्तो भएछ है भनेर भनिदियो भने जस्तै हामीले सिम्प्याथी देखाइरहेको हुन्छ नि अब त्यो माया सम्झेर हामी कन्फ्युज हुन स्टार्ट हुन्छौँ कि सो झन् हामी एउटा त्यस्तो ब्याकग्राउन्डबाट आएको छौँ जहाँ हामीले माया मात्र खोजिरहेको छौँ लाइफमा अरू केही खोजिरहेको छैनौँ भने एउटा पोइन्टमा हामीलाई कस्तो लाग्न स्टार्ट हुन्छ अब हामीले नर्मल्ली आफ्नो पेनहरू सेयर गर्दै जाँदा मलाई लाइफमा यस्तो भइरहेछ भनेर अरूले अब कस्तो अलिकति हो र मात्र भनिदियो भने पनि अब खास उसले सिम्प्याथी देखाइरहेको नि त अनि त्यसलाई हामीले मिस्टेक गर्न स्टार्ट गर्छौँ ए यसले त मलाई माया देखाइरह भनेर तर होइन सो फर्स्टमा त यस इट्स पर्फेक्टली ओके एउटा सर्टेन टाइम पिरियडको लागि त्यो भिक्टिम कन्सियसनेसमा आउनु कि मलाई यस्तो भइरहेछ किन मलाई यस्तो भइरह भनेर त्यो एउटा वेट क्यारी गर्नु पर्फेक्ट हो तर त्यो फेजबाट हामी निस्केनौँ भने यो भिक्टिमवाला फेजबाट हामी कहिले पनि लिबरेटेड हामी ग्रो हुनै सक्दैनौँ कि किनकि आई वाज वन्स देयर मभित्र पेन यतिभित्र ट्रमा यति वुन्डहरू के भइरह होइन लाइफ गुर्र त्यो कोल्याप्स अनि म एउटा फेजमा थिएँ भिक्टिम कन्सियसनेसमा बिचरा म किन मलाई मात्र यस्तो भइरह सबको लाइफ त ठिक छ मैले कसको के बिगार्दैछु र भनेर भगवान्सँग फाइट गऱ्यो होइन अनि त्यसपछि जो मान्छे भेट्दाखेरि अब जतिखेर यस्तो गाह्रो भइरहेछ अब जसको अगाडि पनि घुवा रोइदिने मेरो लाइफमा यस्तो भयो भनेर अब उनीहरूले चाहिँ बाहिरबाट भनेर एकछिन सिम्पथी दिएको जस्तो गर्ने तर अर्को मान्छेको अगाडि त्यो केटीको लाइफमा त्यस्तो भएको रहेछ भनेर अब मेरै फेरि बिल्ला उडाइरहेको हुने कि त्यसपछि त एउटा पोइन्टमा पुगेपछि त पुग्छ नि त त्यो एउटा सर्टेन फेजमा गर्छ त्यो भिक्टिम हुँदा पनि पुग्ने रहेछ कि लाइफमा सो तपाईँहरू त्यो फेजमा हुनुहुन्छ भने पनि इट्स पर्फेक्टली हो कि त्यो पनि एउटा लाइफको जर्नी नै हो किनकि लाइफ बुझ्दै गयो भने यस्तो मजा आएको छ एभ्री भर्जन हामी हुन पाउँछौँ कि हामीले फर्केर हेऱ्यौँ भने हाम्रो विक भर्जन छ हाम्रो यो भिक्टिमवाला भर्जन छ हाम्रो एउटा हेल्पलेस ल भन्नेवाला भर्जन छ हामी मलाई बाँच्न पुग्योवाला भर्जन छ तर अहिले हेर्दाखेरि वा मैले त्यो फेज क्रस गरेर आएर भनेर हाम्रो एउटा कस्तो आई एम स्ट्रङ आई एम करेजियस मभित्र त्यो स्ट्रेङ्थ रहेछ मभित्र त्यो करेज रहेछ भनेर एउटा त्यो भर्जन छ त्यो भर्जन आइरहेको हुन्छ तर तपाईँ यो भिक्टिमवाला भर्जनमा हुनुहुन्छ भने अरूले मेरो प्रब्लम बुझिदिएको भए हुन्थ्यो भन्ने एउटा फेजमा हुनुहुन्छ भने कसैले पनि बुझ्दैन हाम्रो प्रब्लम हामी आफैले बुझेर फर्स्टमा हामीले आफूलाई त्यो फेजबाट निकालिसकेपछि मात्र बल्ल अरूले बुझ्न सक्छ सो फर्स्टमा त यु हेभ टु एउटा हुन्छ नि हामीभित्र त्यो स्ट्रेन्थ अलरेडी हुन्छ जुन सिचुएसन्समा पनि हामी फाइट गर्न सक्ने स्ट्रेन्थ हामीलाई गडले दिएकै हुन्छ यति बुझ्नुहोस् कि लाइफमा इफ हामी एउटा त्यस्तो सिचुएसनमा छौँ वर्स्ट केस सिनारियोमा छौँ भने त्यो सिचुएसन गडले हामीलाई किन दिइरहनु भएको छ भने गडलाई थाहा छ नि त अब तँभित्र त्यो स्ट्रेन्थ आइसक्यो ल यो सिचुएसनलाई पार गरेर अगाडि बढ्न सक्ने त्यही भएर मैले तँलाई यो टास्क दिएको भनेर लाइक हामीले गेम खेलिरहेको हुन्छौँ नि ल अबको टास्क तेरो यो प्रब्लम तँ निस्केर देखा त्यसपछि अर्को तेरो नेक्स्ट लेभल यहाँ वेट गरिरहेछ जस्तै हामी स्कुल जान्छौँ 1 2 3 4 क्लास हुन्छ त्यस्तै हामी लाइफको जर्नीको पनि एउटा 1 2 3 4 क्लासमा गइरहेको जस्तो कि अनि फाइनल लेभलमा पुगेपछि एउटा ड्याङ्ग त्यस्तो सिचुएसन आउँछ लाइक तबबाट ह्यान्डल गर्न सक्दिनँ वाला फेज आउँछ तर त्यो भनेको अब ओके अब मेरो इभल्भ हुने टाइम आयो ल अब मेरो अर्को क्लासमा जाने टाइम आयो ल भनेर त्यसरी हेर्नु स्टार्ट गर्नु यस त्यो पेनफुल हुन्छ त्यो पेन फिल गर्ने एलाउ गर्ने तर यो भिक्टिम कन्सियसनेस एउटा फेज पनि आउँछ लाइफमा जहाँ चाहिँ हामीलाई बिचरा वाइ इज दिस ह्यापनिङ टु मी वाला फेज पनि आउँछ म पनि त्यही फेज थ्रु निस्केर आएको सो इट्स पर्फेक्टली ओके तपाईँ त्यो फेजमा हुनुहुन्छ भने पनि यस एकछिन बस्नुहोस् तर त्यहाँबाट हाम्रो ग्रोथ कहिले पनि हुँदैन जब तपाईँले आफूलाई भिक्टिम मोडमा राखिरहनुहुन्छ नि रादर देन नो म मेरो लाइफमा अब सिफ्ट ल्याउन सक्छु भने जब तपाईँ अब आफ्नो लाइफ क्रिएट गर्न स्टार्ट गर्नुहुन्छ कि यस यो भयो मेरो लाइफमा तर आई हेभ द स्ट्रेन्थ आई हेभ द करेज आई हेभ द इन्टायर युनिभर्स to support
सपोर्ट मी भनेर वेन यु कनेक्ट विथ दिस एउटा डिभाइन एनर्जी म सक्छु अब यो फेजबाट निस्किन मलाई पुग्यो भिक्टिम कन्सियसनेसमा प्ले गर्न मलाई पुग्यो अरूको सिम्प्याथी पाउन मलाई पुग्यो अरूको बिचरा सी इज गोइङ थ्रु द्याट फेज त्यो मलाई चाहिने भनेर वेन यु डिसाइड तपाईँको लाइफ हो अरू कसैले आएर तपाईँको लाइफ चेन्ज गरिदिनु सक्दैन यस हाम्रो पार्टनर होला हाम्रो फ्यामिली होला सब हाम्रो माया गर्ने मान्छेहरू हाम्रो वरिपरि होला तर हाम्रो वे अफ थिङ्किङ इफ हामी कन्सटेन्टली आफ्नो बारेमा नेगेटिभ सोचिरहेको छौँ बिचरा 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 भनेर आफ्नो नेगेटिभ थट हामीले चेन्ज ल्याउन सकिरहेको छैनौँ भने हाम्रो पार्टनरले हामीलाई माया गर्ला हाम्रो फ्यामिलीले माया गर्ला हाम्रो साथीहरूले माया गर्ला तर हामी निस्किन सक्दैनौँ किनकि हाम्रो थट हाम्रो सोच्ने वे आफ्नो बारेमा नेगेटिभ छ नि त तर जब तपाईँले ओके अब आफ्नो लागि स्ट्यान्ड लिनुहुन्छ म आफ्नो बारेमा अब पोजिटिभ हुँदै जान्छु पोजिटिभ बनाउँदै लान्छु म यो सिचुएसन अब आफूलाई निकाल्दै जान्छु भनेपछि राइट काइन्डको मान्छेहरू जसले तपाईँलाई हेल्प गर्न खोजिरहेको हुन्छ जेन्युनली हेल्प गर्न खोजिरहेको हुन्छ त्यस्तो मान्छेहरू पनि आउँदै जान्छ बिकज हामी एक्लै लाइफमा कहिले पनि हुँदैन हामीलाई एकछिन त्यो भ्रममा हुन्छ म एक्लै छु किन मैले यस्तो दुःख पाइरहेको छु तर जब तपाईँ पुग्यो गड अब आई निड सपोर्ट मलाई फेजबाट निकाल जो जहाँ जहाँ त पठाउने हो पठाऊ भनेर एउटा फेथ एउटा ट्रस्ट एउटा त्यो डिभाइन एनर्जीमा राख्नुभयो भने कता कताबाट अचम्म अचम्मको मान्छेहरू आउनु स्टार्ट हुन्छ अनि उनीहरूले जसरी पनि तपाईँलाई निकाल्छ त्यो फेजबाट अनि तपाईँ आफै फर्केर हेर्नुहुन्छ त्यो फेज ओ माइ गड म त त्यो फेजमा पनि थिएँ तर अहिले मैले यो फेजमा छु भनेर तपाईँ आफै लाइफ लिएर आफूलाई कस्तो एउटा प्राउड हुन्छ नि एउटा सेल्फ रेस्पेक्ट तपाईँले आफूलाई दिन स्टार्ट गर्नुहुन्छ कि सो यस भिक्टिम कन्सियसमा हुनुहुन्छ त्यो फेज पनि लाइफको एउटा इम्पोर्टेन्ट पार्ट हो तर त्यसबाट निस्किएपछि मात्र तपाईँको अर्को फेज जर्नी अर्को ग्रोथवाला जर्नी स्टार्ट हुन्छ सो बिचरा मलाई यस्तो भइरहेको यस्तो भइरहेको भने त्यसमा आफूलाई लिमिटेड बनाएर राख्नै पर्दैन किनकि अर्को नेक्स्ट भर्जन इज वेटिङ फर यु